मेरो नाम चाहिँ मनमाया दर्जी म दागाना भालेगाउँबाट मेरो एज चाहिँ 43 मैले 2007 मा बिहे गरेको 2007 मा बिहे गरेर अन्त यतै थिम्पू नै आएर यतै बस्यो पछाडि अनि बुढोले घरबाट कुन त छोडेर नि ऊ आफै निक्लेर गएको जानु चाहिँ त्यतिकै 4 साल जस्तो आएन फेरि 2014 मा फर्केर आएर मिल्ने भनेर मिलेर फेरि 3 महिना बसेर फेरि छोडेर गयो उता त्यति बेला चाहिँ मेरो सानो नानी 3 महिनाको थियो बुढीमा अनि म चाहिँ के गरेँ नि क्यान्टिनमा काम गरेँ यो हस्पिटल क्यान्टिनमा एकजना सेल्स पार्टीकोमा अन्त उसले भन्थे के गर्ने तिमी अब नानीसँग काम कसो गर्ने भन्थे हैन म काम गर्छु नानी जन्मेर नि 1 महिना चाहिँ मलाई रेस्ट दिनु छुट्टी दिनु त्यहाँदेखि त म नानी हेर्ने खोजेर भए पनि म कामै गर्छु भने 4 सालदेखि चाहिँ अन्त उसले पनि क्यान्टिन छोड्यो अनि म पनि निक्लेर अब पढा लेखा छैन हो बसाइ छ अब टाउनमा थिम्पू ठाउँमा अनि यताउता अब स्विपरहरू गर्ने काम पाएर गर्ने पर्यो भनेर धेरै खेप ट्राई गरेँ हस्पिटल सर्टिफिकेट निकालेर धेरै इन्टरभ्यू गरेँ काम नै पाएन हो कामै दिँदैन रहेछ लेट भयो चिया खाने कि लन्च खाने चिया नै खानु लन्च नै खानु ल म चाहिँ अहिले के गर्छु भन्दाखेरि यस्तै चियाहरू मोमोहरू अलिअलि बनाएर आफै नै बिजनेस गर्छु बिजनेस गरेर हिँड्दैछु अनि नानीहरूलाई यताउता खर्चहरू पनि त्यहीँबाट निकाल्दैछु म अहिले चाहिँ यस्तै काम गरेर न भाइ अनि यसो विचार गर्दा चाहिँ काम चाहिँ अब यही गरेको ठिक रहेछ यो चिया पानीहरू बेच्यो भने चाहिँ एउटा कुरा कोही भोक लागेर आएको हुन्छ तिनीहरूलाई धर्म पनि हुने एउटा कुरा अर्कोको गाली पनि खानु नपर्ने आफैले काम गरेको बेस्ट रहेछ भनेर म यस्तै सोचेर आफै यस्तै गरेर आएको पहिला चाहिँ एकदम दुःखै थियो नानी बोकेर हिँड्नु पर्ने काम गरेँ त्यहाँदेखि त्यो एउटा कुरा ठिकै छ एउटा कुरा चाहिँ अब घरमा खाने हुन्थेन दोकानमा बाँकी मागौँ भने शरम लाग्थ्यो गोजीमा पैसा हुँदैन थियो साह्रै दुःख थियो नि पहिला हेरी त अहिले त ठिकै छ खानु लाउनुको लागि पनि पैसाको लागि पनि अब साथीभाइहरू चिनजान भयो दोकानहरू चिनाजाना भयो बाँकी माग्नु हुँदाखेरि दिन्छ पहिला त थिएन नि बाँकी माग्नु भने दिँदैन थियो दुःखैले बस्यो खाना लाउन नि दुःखै थियो पहिला पनि तर अहिले चाहिँ लाउन खान दुःख छैन ठिकै छ बिहान उठेर यही चियाहरू बनायो चिया बनाउँछु फर्स्टमा थुक्पा त्यहाँदेखि पुरी मोमो अलिक राइसहरू बनाएर यस्तै आफै बिजनेस बोकेर जान्छु अनि मेरो उता चामलिङथाङ जान्छु त्यहाँदेखि त्यहाँ जिएनपी अफिस छ एक जग्गा त्यहाँ गएर दिन्छु घरमा आउँदाखेरि त्यस्तै 9-8 हुन्छ आएर फेरि घरको सानासिनिकहरू धोइ धाइ के लाउनु पर्यो सब्जीहरू भोलिको लागि रेडी गरेर मर्निङ 5 मा उठेर फेरि त्यस्तै गर्न थाल्छु
चाहिँ यो बिजनेस छ भने यताउता कहीँ हिँड्नु पनि पाउँदिनँ, किनभने अब कस्टमरहरू बानी भएको छ, किनभने क्यान्टिन छैन। म जाँदाखेरि मात्रै उनीहरू खानु, म अलि लेट भयो त्यहाँदेखि कहाँ गयो के भयो पुरा सोधखोज हुन्छ हो। अनि किन आएन, कहाँ गयो, अर्को जग्गा बेच्नु गइस् कि के गरिस् कि भनेर यस्तोहरू सोचाइ हुन्छ उनीहरूको। दोकान चाहिँ अहिले खोल्ने छैन, किनभनेदेखि अब दोकान खोलेर भनेदेखि रेन्ट तिर्नु पऱ्यो, बिजुली बिल तिर्नु पऱ्यो, कस्टम ट्याक्स तिर्नु पऱ्यो, यताउता लामो यो छ। अहिले त्यो गर्न सक्दिनँ। अहिले जस्ट यही नै सानै बिजनेस बोकेरै अलिअलि सेल्सअप गर्दै हिँड्ने विचार छ मेरो चाहिँ। मेरो नानी ठुलो चाहिँ 15 वर्षमा छ, अहिले क्लास 8मा पढ्दैछ। अनि सानो नानी चाहिँ क्लास 9 वर्ष भयो, क्लास 2मा छ। अहिले नानीहरू पढ्दैछ हो, नानीहरू पढि नसकुन्जेल चाहिँ यस्तै गर्नुपर्छ होला। हालमै चाहिँ यस्तै दुःखै गर्दै गर्दै जाँदाखेरि पछाडि अब कुनै दिन सुखको दिन आउँछ होला भन्ने आश पनि छ। नानीहरू अब पढाएर ठुलो बनाएर कामहरू पाएर चाहिँ नानीहरूले हेर्छ होला भन्ने आश पनि छ मलाई। त्यसमा नानीहरूसँग नै एकदम खुसी नै राखेको छु अहिलेसम्म। अब काम सकुन्जेल चाहिँ अलिक अब खर्चहरू पुग्दैन रहेछ, लोनहरू तिर्नुपर्छ, त्यसले गर्दाखेरि यही काम नै ठिक छ मलाई अहिलेसम्म।